हेलो नमस्ते एभ्रिवान वेलकम छ यहाँहरूलाई मेरो अर्को न्यू भ्लगमा के छ आराम हुनुहुन्छ नि म पनि एकदम ठिक छु। आज हामी जाँदैछौँ सैलुङ। हामी सैलुङसम्म के गर्दै पुग्यौँ, कहाँ घुम्यौँ, के हेऱ्यौँ सबै कुरा देखाउने छु, हेर्नुहोस् ल। हामी चाहिँ बिहान 6 बजे ललितपुर सानेपाबाट बस चढेका थियौँ। बस चाहिँ हामीले अघिल्लो दिन नै बुक गरेको थियौँ कि बुक गरेको बस थियो। सबैजना ग्रुपमा हुनुहुन्थ्यो अनि हामी फ्यामिली ग्रुप भएर गएको थियौँ। हामी चाहिँ बिहानै बस चढेको भएर जाडो पनि थियो। यताबाट जाँदा चिसो थियो। बिहान निदमा गएको थियो। यो थियो दुधकोशी र भुटेकोशी नदीको सङ्गम स्थल। हेर्नु न पारि कति राम्रो हिमालहरू देखिएको छ। हामी हिमाल हेर्दै बाहिरको सिन हेर्दै ढुङ्गे सैलुङ डाँडा पुग्यौँ। यहाँसम्म चाहिँ पिच थियो। यहाँबाट माथि चाहिँ एकदम बाटो खराब थियो कि कच्ची रोड थियो। त्यही भएर हल्का डर पनि लागिरहेको थियो। फाइनली हामी सैलुङ पुग्यौँ। यहाँ चाहिँ पार्किङमा ठाउँै थिएन, यति धेरै भिड थियो नि पार्किङमा पुरै प्याक थियो। हामी यहाँ पुगेर खाना खायौँ। खाना खाएर यहाँबाट हामी माथितिर, यहाँबाट चाहिँ हिँडेर जानुपर्छ। बस चाहिँ यहाँसम्म मात्रै रहेछ। अनि हामी यहाँबाट हिँड्दै गयौँ माथि यसरी। यहाँबाट चाहिँ 1.5 घन्टा हिँड्नुपर्ने थियो कि माथि। हामी 1.5 घन्टा हिँड्नु पर्थ्यो अरे। हामीलाई हिँड्न पनि 1.5 घन्टा नै लाग्यो। धेरै जाडो। यहाँ चाहिँ मौसम एकदमै धेरै चिसो थियो। यति चिसो थियो नि, एकदम जाडो भइराखेको थियो। अनि यहाँबाट माथि गएपछि चाहिँ पानीहरू नपाउँदो रहेछ कि केही पनि। अनि हामी यहाँ पानी लिग्यौँ, रेडबुल लिग्यौँ र हामी हिँड्यौँ। हामी फाइनली मेन गेटमा पुग्यौँ। सैलुङको जुन थियो मिनी गेट वाल थियो। हामी यहाँबाट उकालो चढ्यौँ। कहाँबाट पाउनुभएछ? यति थुत्नु भयो क्या त्यता पछाडि। यहाँ चाहिँ हिँड्न गाह्रो हुन्छ भनेर सबैजना लट्ठी तुत्दै लट्ठी लिएर हिँड्नुभएको थियो कि हामीले त लट्ठी पनि पाएन है। यतिकै हिँडिराखेको थियो। तर यति धेरै माथि उकालो है। हामी चाहिँ यहाँबाट फोटो खिच्दै भिडियो बनाउँदै अगाडि बढ्दै थियौँ। पारि हेर्नु न, हिमाल कस्तो राम्रो सिन के जता पनि। ठाउँ भने कति राम्रो। हामी चाहिँ फर्स्ट टाइम गएको थियौँ तर राम्रो थियो एकदमै ठाउँ। फर्स्टचोटि जाँदै हुनुहुन्छ भने चाहिँ अलि बाक्लो कपडा लिएर जानु होला। बेसी नै धेरै जाडो छ त्यो ठाउँ चाहिँ। मेरो यहाँ पुग्दा नै हालत खराब भइसकेको थियो। एकदम स्यास्या भइरहेको थियो कि उकालो चढ्दा। लास्टै गाह्रो भइरहेको थियो तर पनि इन्जोय पनि गर्दै थिएँ। यो चाहिँ सेम टु सेम कि चाइनाको कपी गरेको रहेछ कि ग्रेट वालको। हामी वाल सक्यौँ है। वाल सकेर माथि चढ्यौँ। फर्स्ट डाँडोमा चाहिँ हामी पुग्यौँ फाइनली। हेर्नु न सिनहरू जता हेऱ्यो नि सेम डाँडा देखिने कि उस्तै जता हेऱ्यो पनि सेम देखिएको थियो। तर मान्छेहरू पनि कति धेरै हुनुहुन्थ्यो कि एकदमै धेरै हुनुहुन्थ्यो। फाइनली हामी पुग्यौँ पृथ्वीको नाइटोमा पुग्यौँ। त्यसपछि हामी यहाँबाट पनि उकालो चढ्यौँ। छुट्टीको बेला भएर पनि होला मान्छेहरू यति धेरै हुनुहुन्थ्यो नि, कति धेरै हुनुहुन्थ्यो कि मान्छेहरू। स्कुल बिदा पनि भयो, सबैको भ्याकेसन भएको भएर होला नि, यति धेरै भिड थियो जता पनि। यहाँ चाहिँ मलाई ठाउँ कति राम्रो छ, घर बनाएर बस्न पाए तिमी बस्छौ भन्दै हुनुहुन्थ्यो। फाइनली हामी पुग्यौँ भीमसेनको तलवार पको ठाउँमा। यहाँ चाहिँ भीमसेनको तलवार छ अरे कि। भीमसेनको तलवार ढुङ्गाको वाल बनाउँदै थिएँ म। अनि भीमसेनको तलवार पको ठाउँमा पुग्यौँ। ल हेर्नु है भीमसेनको तलवार।
हजुरहरूलाई भीमसेनको तरबार पनि देखाउनेछु। भीमसेनको तरबार फाइनली हामी चाहिँ माथि गुम्बा भएको ठाउँमा पुग्यौँ। यो चाहिँ थियो गुम्बा अनि यो चाहिँ थियो गुम्बाको पछाडिको भाग थियो। यो चाहिँ जता हेऱ्यो नि सेम डाँडा, यति धेरै चिसो, चारैतिर हिमाल देखिने, एकदम धेरै चिसो, यति धेरै हावा चलेको थियो नि त्यहाँ। हावाले त आफ्नै सास तानिरहेको थियो। यहाँ चाहिँ छुर्पी र चिया बेच्न राखेको थियो। हामी चाहिँ यहाँ बसेर चिया पियौँ। यहाँबाट चाहिँ हामी भ्यू टावर चढेको थियौँ माथि भ्यू हेर्नको लागि। माथिबाट देखिने भ्यू चाहिँ यस्तो थियो। माथि यस्तो सिडी चढेर भ्यू टावर जानुपर्ने थियो, यस्तो थियो माथि चाहिँ। हामी चाहिँ माथिबाट भ्यू हेरेर हामी फर्क्यौँ। मोबाइलमा चार्ज पनि सकिएको थियो। आजको लागि चाहिँ यति नै। भोलि फेरि हामी सैलुङबाट कता जाँदैछौँ भोलिको भिडियोमा देखाउनेछु। आजलाई यति भन्दै बाई बाई सबैजना। भिडियो हेरेर लाइक कमेन्ट गर्न चाहिँ नभुल्नु होला। अर्को ब्लगमा भेट्नेछौँ। बाई बाई।